भैँसी फार्म है। ल नमस्कार सबैजनालाई। यहाँ मनबहादुर कार्की दाईको भैँसी फार्म लगाएपछि यस्तो छ, बाख्राहरू छ। यसरी भैँसी फार्म लगाएपछि यस्तो छ है। यहाँ बिहान हामीले दुध हिँडेको खान्छ, घाँस यस्तो हेर्नुहोस्, यस्तो छ है। गाई पनि रहेछ, गाई हाँस ला कायदा रहेछ। तपाईँको त व्यवस्थित तरिकाले बनाएको छ कि होइन? म आफै जान्ने ओ सोमले सल्लाह यहाँ उसको सल्लाह हो नि। म अहिले फोन गर्छु त्यसलाई। ल यहाँ फर्म है, मनबहादुर कार्कीजीको फर्म। नमस्कार सबैजनालाई। ल हेर्नुहोस्, भैँसी फार्म। यता खसी छ, लोकल खसी हेर्नुहोस्। ल नमस्कार सबैजनालाई। ल गुड मर्निङ। ल यहाँ सोम दाईको साथी रहेछ, चिनेन मैले, अहिले चिनजान भयो। यहाँ लौका काट्दिएछ मलाई। ल सम्पूर्णलाई नमस्कार। ल दुध चाहिँ नि एकदम अर्ग्यानिक पाउँछ है यहाँ। ल हेर्नुहोस्, ल हेर्नुहोस्।